क्रमशः तपाईमाथि उब्जिएका प्रश्नहरू म जस्ताको त्यस्तै राख्ने प्रयास गरिरहेको छु। तपाईले क्लियर गर्नुभयो भने जनताले पनि हेरिरहेका छन्, तपाईका नगरका चाहिँ नि मतदाताले पनि यो विषय हेरिरहेका छन्, जसले प्रश्न उठाइरहेका छन् उनलाई पनि त क्लियर हुन्छ नि होइन मैले प्रश्न सोधिदिएँ भने, होइन त? हजुर हो, त्यसकारण तपाईँले धैर्यतापूर्वक प्रश्न सुनिदिनु होला र त्यसको सठिक रूपमा जवाब दिनु होला है त। अब तपाईँले गर्नुभयो नि, तोक लाउनुभयो नि, त्यसमा प्रश्न गर्दैछु। यहाँ के देखियो भने प्रतिस्पर्धा हुनु पर्यो, छनौट गर्नुपर्ने युवाहरूलाई। पत्रकार होइन, पत्रकारले हो। यति हो मेरो कुरा। उहाँको यो भाषा शैलीलाई लिएर पनि म ध्यानाकर्षण गराउन चाहन्छु। उहाँले यो जुन किसिमको व्यवहार गर्नुभएको छ, उहाँमाथि उब्जिएका प्रश्नहरू मैले राख्न खोज्दा उहाँले फोन पनि काट्नु भएको छ। दर्शक पनि तपाईँले सुनिसक्नुभयो। उहाँमाथि उब्जिएका प्रश्न हुन् आज सामाजिक सञ्जालमा त्यहीँकै स्थानीयहरूले, त्यहीँकै बुद्धिजीवीहरूले, उहाँकै उपमहानगरका बुद्धिजीवीहरूले उठाएको प्रश्न हो। तर उहाँले जुन किसिमको भाषा प्रयोग गर्नुभयो, पत्रकार होइन पत्रकार हो भन्ने किसिमको शैली उहाँले भाषा प्रयोग गरेको मैले भर्खरै सुने। त्यो भाषा प्रयोग गर्ने बित्तिकै उहाँले फोन काट्नु भएको छ। यसमा हाम्रो घोर आपत्ति छ, घोर आपत्ति छ। कैफियत उहाँले गर्नुभएको छ, उहाँले तोक गरेको कुरामा हाम्रो प्रश्न हो, त्यसकारण उहाँले यो कुरा सहन सक्नु भएन। उहाँलाई प्रश्न गर्दाखेरि उहाँलाई असह्य भयो र उहाँले प्रश्न गर्ने पत्रकारलाई पत्रकार भनेर भन्नुभएको छ। यसमा हाम्रो घोर आपत्ति छ। उहाँले आफ्नो यो किसिमको व्यवहारलाई सच्याउनु होला र यसप्रति तपाईँले माफी पनि माग्नुपर्छ।